भन्न चाहन्छु आजको दिन भिडियो बनाउनु मन थिएन तर आजको दिन यस्तो मौसम अचम्मको मौसमहरु छ यतातिर देख्न सक्नुहुन्छ यतातिर माथितिर हेर्नु त बादल कस्तो एकैछिनमा के मौसम परिवर्तन अँध्यारो भएर आइसकेको छ अहिले बिहानको 8 बज्न लागेको छ भने दिन भने यस्तो बेलुकाको साँझको जस्तो भइराखेको छ अनि आज चाहिँ हामी शनिबारको दिन हो आजको भी अनि हामी संगति जाँदै गर्ने क्रममा चाहिँ यस्तो भयानक दिन भएको कारणले गर्दाखेरि हामीले चाहिँ यहाँहरुलाई यो दृश्य देखाउन चाहे एकदमै अचम्म भइसकेको छ यहाँनिर चाहिँ ओ माय गॉड यतातिर देख्नु यता एकैछिनमा अँध्यारो भएर आएको छ भने दिन के हुन लागेको छ यस्तो फेरि पहिला त यस्तो भएको जस्तो लागेको थिएन तर धेरै समयपछि एउटा यस्तो देख्ने मौका पाइयो ओ माय गॉड यो मौसमले च्यालेन्ज गर्दैछ हैन एकदमै मौसमले च्यालेन्ज गर्दैछ भने अचम्म लागेको छ अब दिउँसै अन्धकार हुन लाग्यो यो चाहिँ अब अन्त्यको दिनको चिन्ह जस्तै छ हेर गाइजहरु जब संसारमा विपत्तिहरु आउन थाल्छ तब प्राकृतिक प्रकोपहरु हाम्रो जीवनमा आउन थाल्छ त्यसकारण हामी चाहिँ विश्वासमा दृढ हुनुपर्छ भन्दै यहाँहरुलाई यो माथिको बादलहरु देखाउन चाहन्छु माथितिर हेर्नुस् त त्यहाँ कस्तो यो गुल्टा परेर आएको छ कि यो एकदमै भयानक यस्तो आयो भने सकिन्छ कि हावाहुरी र पानी आउन लागेको छ भनेर देख्न सक्नुहुन्छ भर्खरै घाम लाग्दैन अहिले भर्खरै अन्धकार भइसकेको छ साथीहरु यति नै हस्त धन्यवाद थ्यांक यू हेर्नु त माथि हेर्नु जब आकाशमा यस्तो गुल्टाहरू देख्छौँ नि तब हामी एकदमै सुरक्षित ठाउँमा गइहाल्नुपर्छ किनभने यस्तो गुल्टा परेको चाहिँ एकदमै महामारी हावाहुरी ठुलो बतास चल्ने सम्भावना हुन्छ त्यही भएर यही जानकारीको लागि यहाँहरुलाई यो देखाउन चाहे हस् त साथीहरु भिडियो कस्तो लाग्यो प्लिज अन्त्यसम्म हेरेर साथ दिनुभएको लागि यहाँहरुलाई धेरै धेरै धन्यवाद थ्यांक यू फर वाचिङ माई भिडियो प्लिज सब्सक्राइब ओके